नमस्कार सबैजनामा। सर्वप्रथम 2082 सालको नववर्षको सबैजनामा एकदम धेरै शुभकामना। हजुरहरूको सुख शान्ति अनि समृद्धि अनि राम्रो स्वास्थ्य रहोस् भन्ने कामना गर्दछु। मैले चाहिँ अहिले देख्नु भएको छ हैन, एकदमै धेरै खानेकुरा बनाएको छु। मैले चाहिँ यो वर्षदेखि, जस्तै योभन्दा अगाडि को नयाँ वर्ष थियो 2025, त्यसमा पनि मैले आफूलाई मनपर्ने खानेकुरा बनाएर खाएर सेलिब्रेट गरेको थिएँ। र यो पालि झन् आफ्नो नववर्ष जस्तो नेपाली नयाँ वर्ष, हाम्रो नयाँ वर्ष भनेको त मलाई कस्तो एउटा चाडबाड जस्तै हो नि त हाम्रो लागि। त्यसको लागि चाहिँ मलाई के मनपर्छ, मैले चाहिँ के गर्न सोचेको छु भने हरेक वर्ष चाहिँ एउटा न एउटा कुराहरूलाई चाहिँ आफ्नो मनबाट लिने। जस्तै नयाँ 2025 को सुरुवात हुँदाखेरि चाहिँ मैले आफू जहिले एकदम धेरै बिरामी भइरहेको थिएँ। अनि त्यसपछि अब चाहिँ म बिरामी छैन, अब म बिरामी हुँदिनँ भन्ने अलिकति आफ्नो पोजिटिभिटी लिएर आएर म हुनु हुँदैन धेरै बिरामी भन्दाखेरि साँच्चीकै पनि मलाई अब यो 4-5 महिनामा, अहिले अप्रिलमा चाहिँ जनवरी फेब्रुअरी मार्च अप्रिल 4 महिनामा म एकदम धेरै आफूलाई चेन्ज देख्छु क्या। जस्तै एकदम धेरै पहिला जति बिरामी हुन्थेँ कम हुन्छु। त्यसै गरी अहिले मैले नेपाली नववर्ष पनि आफूलाई एकदमै मनपर्ने, हुन त यो हेल्दी होइन, जस्तै यहाँ देख्नुहुन्छ मैले पास्ता मैले एकदम मलाई मनपर्ने। त्यसपछि यो पानीपुरी देख्न सक्नुहुन्छ, यहाँ पानीपुरीको रस, पानीपुरी बनाएको छु चटपटे। हुन चाहिँ यो चाहिँ हेल्दी चाहिँ फुड होइन, तर पनि यस्तो खाएर मैले चाहिँ नयाँ वर्ष बनाउँदैछु। ल आउनुहोस् मसँगै खाऊँ। ह्याप्पी न्यू इयर अगेन। यो चाहिँ मेरो यस्तो फेभरेट हो। म यो कम्पिटिसन गरेँ भने म 100 वटा 50 वटा 80 वटा जस्तो चाहिँ मैले खाएको छु है कम्पिटिसन गरेर। किनभने चाहिँ एउटा कम्पिटिसन गर्ने भएको थियो, अनि पहिला अगाडि मजाले खाएको थिएँ, फेरि कम्पिटिसन खान सक्छौ भनेर खान सक्दैन होला भन्दा मैले गनेर 50 वटा खाएको छु। अगाडि चाहिँ अब अगाडि 30-25 वटा खाइसकेको थियो टोटल। मलाई आफैलाई लाग्छ होइन म 50 वटा जस्तो 50 त म मजाले नै खान सक्छु, मुखमा पानी आइसक्यो होइन। अनि त्यसपछि खान सक्छु पानीपुरी अनि चटपटी मेरो फेभरेट हो, यति फेभरेट हो छु। हजुरहरू पनि एकदम राम्रोसँग मनाउनु होला। जीवनमा जसुकै गाह्रो अगाडि भएका सबै दुःखहरूलाई भुलेर अब आउने नयाँ वर्षले चाहिँ हामीलाई सुख मात्रै ल्याओस् भन्ने खालको ह्याप्पी न्यू इयर सबैजनालाई। जे भए पनि सबसे फेभरेट पानीपुरी तपाईँ पनि बनाउनु भएको छ। मैले चाहिँ पास्ता चाहिँ खाइसकेँ र म चटपटे चाहिँ बनाउनु सक्छु होला। चकमान दिएर खाइसकेँ। अब अरू यो एउटा थियो बोडीले छिनेको थियो, त्यो पनि म खानु सक्दिनँ, आफैले पुग्यो। अब त्यो 10 वटा खाइसकेँ सँगसँगै। यो चाहिँ पानीपुरी चाहिँ खान्छु। त्यसपछि अब चटपटे बनाउने हामीले टक्क गरेर आएर चटपटे झन् नबनाइदिनु हुन्छ। त्यो खाएको पनि झन् म त्यस्तो धेरै खाँदिनँ यो, तर पनि आज कम भन्यो। अब चाहिँ सक्यो यो सबै कुरा चाहिँ खान सकेनौँ, यति मात्रै खाइसक्यो। यति यसको पास्ता पनि अलिकति खान सक्यो। पानीपुरी बनिन्छ, पानीपुरी चाहिँ लगभग सक्यो किनभने मैले अगाडि पनि खाइरहेको थिएँ। अनि हामीले अब हामी जतिसम्म सबैजना मिलेर खाँदाखेरि अनि सक्यो पानीपुरी चाहिँ। अनि चटपटे चाहिँ बनाउँदै बनाएन, चटपटे चाहिँ बनाउँदै बनाएन, चटपटे यतिकै छ।
अनि पानीपुरीको पानी सबै कुरो पुगेछ। यो गेडागुडी अलिकति खायो, चप आलुचप मजाले खायो। अनि चाहिँ एकदम पिरो पनि थियो, मैले त बिचमा खाँदै ब्रेक पनि गरेँ। अनि त्यसपछि एकदम मिठो भयो, मिठो चाहिँ, तर यो हेल्दी त होइन तै पनि। अनि मैले यो खाँदै गर्दा एउटा कुरा सम्झेँ कि होइन, जिन्दगी पनि यस्तै हुँदो रहेछ। जिन्दगी यो खाँदै गर्दा मैले खान सकिनँ है, साँच्चीकै अझ यो केही खाना खाने अझै बाँकी थियो, खानेकुरा चाहिँ धेरै पकाएको थियौँ अनि अझै खाउँला भन्ने सोचेको थिएँ, तर अब खान सकेन। तर यो खाँदै गर्दा मलाई एउटा कुरा याद आयो क्या है, दिउँसोभरि आज शनि आइतबार पनि परेको छ नि त यहाँनिर, अनि त्यसपछि कामहरू पनि हुँदैन। अनि त्यसपछि दिउँसो बसेर मुभी हेऱ्यो, अनि त्यसो मुभी हेर्दाखेरि चक्लेट्सहरू केहरू खाइयो होइन। त्यसपछि फेरि त्यो नट्सहरू हुन्छ नि त्यस्तो पनि खाइयो। त्यसपछि फेरि अरू कुराहरू बिहानदेखि यति धेरै कुराहरू खायो, कुनै एकदम गुलियो, कुनै एकदम हुन्छ नि अब जस्तै पानीपुरी खाएर अब पानीपुरी अमिलो हुन्छ, अमिलो पिरो भयो। बोडीहरू खाँदा तरकारी, बिहान दाल भात तरकारी खाँदाखेरि त्यही अनुसारको स्वाद टेक्स्चर्सहरू थियो होइन। अनि त्यसपछि अहिले यो खाइरहँदाखेरि मलाई एउटा कुरा आयो क्या दिमागमा, हामी हुन्छ नि हाम्रो मैले यो खाइरहँदाखेरि भर्खर दिमाग अहिले हुन्छ नि खाएको बेलामा आएको, अनि अब त्यही खाना चाहिँ के बोल्नु भनेर अहिले प्लेट अगाडि राखेर अनि त्यो भन्न आँटेको। यो उमेरसम्म आइपुग्दासम्म अहिले 2082 भयो है, 2082 सालसम्म आइपुग्दाखेरि मैले जति जिन्दगी जिएको छु, अहिलेसम्म आइपुग्दाखेरि मैले एउटा कुरा के बुझेँ भने जीवन भनेको यो सबै हामीले खानेकुरा खाएको टेस्ट हुन्छ नि, स्वाद, हाम्रो जीवन पनि त्यस्तै रहेछ क्या। घरि चाहिँ कस्तो गुलियो मिठो कस्तो अझै खाउँ लाग्ने है, कस्तो खाउँ लाग्छ नि गुलियो कुरा। कतिलाई गुलियो कुरा मन पर्नेलाई, जस्तो मलाई चाहिँ धेरै गुलियो त अझै मन पर्दैन, तर मलाई पानीपुरी मनपर्छ क्या। मतलब अमिलो जिन्दगी कुनैलाई कस्तो हुन्छ गुलियो छ है, कुनै बेला जे पनि भने पनि पुगिरहेको हुन्छ है, सबै कुरा मिलिरहेको हुन्छ, सबै कुराहरू पुगिरहेको जस्तै हुन्छ, रमाइलो हुन्छ है। घरि चाहिँ ओ माई गड तितो न तितो के, त्यो तिते करेला जस्तो, तिते करेला मलाई मन नपर्ने भएर हो, कतिलाई त मनपर्छ। तितो न तितो, घरि अमिलो न अमिलो, घरि चर्को, घरि टर्रो, घरि के हो घरि स्याउको, यहाँ स्याउ छ अगाडि स्याउको हुन्छ नि स्वाद जस्तो, घरि चाहिँ त्यो हाम्रो गाउँमा फल्थ्यो के मेल भन्ने हुन्थ्यो, नस्पाती जस्तो देखिन, ठ्याक्कै नस्पाती जस्तो तर टर्रो न टर्रो क्या, घरि हलवे जस्तो है। जसरी हामीलाई नेचरले अगाडि नै सिकाएको होला क्या है, यो कुनै तितो कुनै गुलियो, कुनै अब कुनै खाँदा कस्तो आनन्द आउँछ, कुनै खाँदा कस्तो जिउनै कस्तो श्रृङ्ग हुने गरी तितो हुन्छ, कुनै त्यस्तो हुन्छ। त्यस्तै गरी मैले अहिलेसम्म सिकेको चाहिँ लाइफ पनि त्यस्तै रहेछ क्या। सबै दिने कुरा होला, कति कुराहरू लाइफले आफै दिन्छ हुन्छ नि, दिनुपर्ने होला आफ्नो भाग्यमा। म चाहिँ बिलिभ गर्छु है, भाग्यमा लेखेको कुराहरू जसरी नै हुन्छ भन्ने कुरा बिलिभ गर्छु। होइन कर्म गर्नुपर्छ, फलको आश गर्नुहुन्न भनेको हुन्छ गीतामा पनि। अनि अर्को कुरा भनेको म चाहिँ के बिलिभ गर्छु भने पहिला जन्मको कर्म, पहिला जन्मको कुराहरूले पनि कति कुरा अफेक्ट गर्छ भनेर बिलिभ गर्छु। तर त्यो कुराहरू पहिला लेखेर आएको भाग्यलाई चाहिँ मेट्न सकिँदैन भन्ने कुरा बिलिभ गर्छु। तर यो जन्ममा राम्रो काम गर्दा, राम्रो कर्म गर्दा काहीँ न काहीँ चाहिँ एड भएर बसेको हुन्छ भन्ने पनि बिलिभ गर्छु क्या। त्यही भएको भएर मेरो लाइफमा यति धेरै उतार चढाव, यति धेरै तलमाथि भइराख्दाखेरि पनि मैले एउटै कुरा चाहिँ मनमा आउँछ, अहिले पनि आउँछ, कति अहिले पनि गिभअप नराम्रो लाग्छ होइन। त्यस्तो हुँदाखेरि चाहिँ मलाई अहिले चाहिँ के दिमागमा भइसक्यो भने लाइफ भनेको अहिले हामीले खाएको खानेकुरा जस्तै रहेछ क्या। सबै कुरा लाइफले थ्रो गर्दै जान्छ, युनिभर्सले सबै खाएको कुरा युनिभर्सले सबै कुराहरू थ्रो गर्दै जान्छ होइन युनिभर्सबाट। त म चाहिँ एकदम युनिभर्सलाई बिलिभ गर्छु। म स्पिरिचुअलिटीमा चाहिँ एकदम स्पिरिचुअल फिलिङ्सहरू, भावनाहरू, आध्यात्मिक सोचहरू ममा धेरै कुरामा विश्वास गर्छु। म डेस्टिनीमा पनि विश्वास गर्छु, म भगवानमा पनि विश्वास गर्छु, म सबै कुराको आस्थामा पनि विश्वास गर्छु। तर म यो कुरामा पनि विश्वास गर्छु कि कर्म नगरिकन केही पनि कुरा हुँदैन भन्छु। हो, भाग्य भएर धेरै कुरा राम्रो होला, तर त्यो भाग्यलाई पनि आज चाहिँ आफ्नो भाग्य छ भनेर सबैलाई नराम्रो गर्दै हिँड्दाखेरि त्यो कर्म काहीँ न काहीँ एड भएर बसेको हुन्छ। आफूले नगरे भने, आफूलाई नभए पनि कि आफ्नो बच्चामा अथवा आफ्नो फ्यामिलीमा कसैमा त्यो भाग्य गएर एड हुन्छ। त्यही भएर सकेसम्म सबैलाई राम्रो गरौँ भन्ने जस्तो हुन्छ। र मैले पनि यो नयाँ वर्षमा आफूलाई के सोचेर अहिले यो वर्षमा के सोचिरहेको छु भने यो वर्षमा जस्तो जे वस्तु भए पनि आजभन्दा अगाडि जतिसुकै गाह्रो भए पनि, जतिसुकै अप्ठ्यारो भए पनि अबको वर्षहरूमा चाहिँ राम्रो होस्, मैले पनि राम्रो गर्न सकौँ। सोचेको कुराहरू सबै पुग्छ भन्नु छैन,
रोएपछि हाँस्नुपर्छ, हाँसेपछि रुनुपर्छ भन्छ नि, मरेपछि जन्मिनुपर्छ, जन्मेपछि अवश्य डेथ इज देयर भने जस्तै जीवनको सबै कुरा चाहिँ कहिले केही कुरा पनि पर्मानेन्ट होइन रहेछ क्या। लाइक नथिङ इज पर्मानेन्ट, एउटा केही पनि कुरा पर्मानेन्ट होइन। यो युनिभर्स चाहिँ पर्मानेन्ट, युनिभर्सको नि मान्छेले हामीले पढ्दाखेरि यति युग फेर्या भनेर भन्छौँ होइन। हरेक कुरा इभल्भ हुन्छ, पृथ्वी त इभल्भ भइरहेको हुन्छ। जस्तै युग कलियुग, अब युनिभर्स त कलियुग, सत्ययुग, द्वापर युग भन्छ भनेपछि सुन्छ युनिभर्स त यसरी चेन्ज हुनुहुन्छ, लाइक चेन्ज भइराखिन्छ भने हाम्रो लाइफ पनि त्यस्तै हो। त्यही भएर सकेसम्म यसरी नै लाइफले जे जस्तो दिए पनि यसलाई चाहिँ आत्मा हुन्छ नि, आत्मा गरेर अगाडि बढौँ, सबैजनाको लाइफ राम्रो होस् होइन। मैले पनि जे जस्तो भए पनि जसरी मैले 2025मा एक्सेप्ट गरेर अगाडि बढेर आज 4 महिना भयो, अलिकति आफ्नो लाइफलाई अर्कै नजरले हेर्छु। अब मैले 2082लाई पनि त्यही नजरले हेर्छु। होला आज मैले यस्तो पोजिटिभ कुरा गरिरहेको छु, भोलि कुनै दिन होइन गर्न पनि सक्दिनँ होला। सधैँ म यो भित्र म पोजिटिभ भएर बोलेको भन्दा नि, म पोजिटिभ मेसेज दिन खोजेको भन्दा पनि मैले यति भन्न खोजेको कि लाइफ भनेको आफ्नो हातमा छैन, कन्ट्रोल पनि छैन, कुनै पनि कुरा कन्ट्रोलमै छैन, साँच्चीकै छैन। यो चाहिँ मैले फिल गरेँ, मेरो आत्माबाट मैले थाहा पाएर मेरो भोगाइले भनेको। त्यसो हुँदाखेरि के चाहिँ सत्य हो भने हाम्रो कर्म, राम्रो गरेको कर्म चाहिँ कतै न कता एड हुन्छ भन्ने कर्म हो। र यो नववर्षले मलाई जस्तै मैले जस्तो मैले चाहिँ आफूलाई यो पुरानो वर्षहरूका कुराहरूलाई, सबै सम्बन्धहरूलाई, सबै कुरा जस्तै म पनि जीवनमा फेरि कसैको लाइफमा मैले एउटा कुरा थाहा पाएको, हामी चाहिँ यो पृथ्वीमा रोल प्ले मात्रै गर्न आएको रहेछ जस्तो लाग्छ क्या। कति कुराहरू मैले याद गर्छु होइन, मलाई लाग्छ कि कति साथीहरू चाहिँ म आई थिङ्क म यिनीहरू बिना त कसरी बाँच्ने, मेरो यो साथी बिना त मैले लाइफलाई इम्पोसिबल देख्छु, पोसिबलै देख्दिनँ भन्ने सम्बन्धहरू पनि थियो कि मेरो लाइफमा होइन। लाइक कहिलेकाहीँ फ्यामिली, ओ माई गड मेरो त फ्यामिली नै छैन होला, मेरो त कस्तो फ्यामिलीहरू के हो, हामी सबै नेपालमा हुनुहुन्छ, आफ्नो मान्छेहरू सबै नेपालमा हुनुहुन्छ, म त अमेरिकामा एक्लै छु भन्ने सोच्थेँ है। सबै कुरा सोचिँदै अहिले आएर यसो बुझ्छु सबै कुरा चाहिँ एउटा रिजनले मिट हुँदो रहेछ क्या। अनि हामी सबै रोल प्ले गरेर, मैले भन्न खोजेको चाहिँ धेरै मान्छेको हाम्रो सम्बन्धहरू चाहिँ हामी एज अ रोल प्ले निभाउँदो रहेछौँ क्या। अनि कति सम्बन्धहरू मैले रियलाइज गरेको होइन, मसँग कति सम्बन्धहरू छुट्यो होइन, कति मैले सोच्दै नसोचेको सम्बन्धहरू क्या। अब म यो साथीहरू बिना त के गर्छु होला, अथवा म यो फ्यामिलीहरू बिना भन्ने सम्बन्धहरू हुन्थ्यो होला। अनि त्यसपछि तर के भयो भने धेरै सम्बन्धले आफूलाई पाठ सिकाएर गए। कति सम्बन्धको जहाँसम्म हुनु पनि त्यहीँसम्म मात्रै बस्दो रहेछ क्या लाइफको रिलेसनसिपहरू भनेको चाहिँ होइन। इट डजन्ट ह्याभ टु बी लाइक ओके यो मान्छे चाहिँ मसँग दूरसम्म हुनुपर्छ भन्ने खालको होइन कि। हाम्रो आमा बुवा, हाम्रो कति पुस्ताहरू अहिले हामीले कतिजना सोध्यौँ भने कोही पनि हुन्न त। हाम्रो कति पुस्ता आजभन्दा 2-3 पुस्ताको मान्छेहरू हुनुहुन्न नि। अब उहाँहरू बस्छु, मलाई त रमाको कस्तो माया लाग्छ, मेरो रमा भन्दा त कोही छैन भनेर सोचे पनि उहाँहरू त हुनुहुन्न नि त, उहाँहरूको त एउटा टाइममा जानुहुन्छ। त्यस्तै गरी हाम्रो सम्बन्धहरू हामीलाई चाहिँ के लाग्छ भने मरेर जान मात्रै सम्बन्ध सकेको होइन क्या। कति मान्छेको रोल प्ले सर्ट टाइमको लागि आउँछ क्या। तर हजुरहरूले पनि याद गर्नुभएको छ होला, हुन्छ नि हजुरहरूकै लाइफमा पनि कति मान्छेहरू, कति रिलेसनहरू, लाइक कोही हजुरहरूको साथी भएर आयो होला, कोही हजुरहरूको हुन्छ नि दाजुभाइ दिदीबहिनी भएर आयो होला, कोही हजुरको आमा भएर आयो होला, कोही हजुरको साथी एकदम धेरै घनिष्ठ साथी भएर आयो होला। तर सबै मान्छे त हजुरसँग सबै जसलाई हजुरले आफू थाहा पाएदेखि अहिलेसम्मको साथी जो सम्बन्धहरू हजुरले भेट्नु भएको छ, अनि त्यो सबै सम्बन्धहरू अहिले हजुरसँग भएको भए कसरी मिलाउनुहुन्थ्यो क्या। त्यही भएर कति सम्बन्ध त छुट्नु पर्छ क्या, छुट्यो होला। तर त्यहाँबाट टेक अवे भनेको चाहिँ सबै सम्बन्धहरूले मिठा नमिठा, राम्रा नराम्रा सबै कुराहरू सिकाएर गएको हुन्छ क्या। भन्छ नि कुनैले साथ दिएको हुन्छ, कुनैले पाठ सिकाएर गएको हुन्छ भने जस्तै। म अरूको इक्जाम्पल दिनँ, म मेरै इक्जाम्पल दिन्छु। म आफै पनि कतिजनाको जिन्दगीमा एकदमै धेरै पवित्र हुन्छ नि हृदयले गए पनि कतिको जीवनमा मैले कस्तो ठुलो पाठ सिकाएर आयो होला नि त है। म कतिजना सम्बन्धहरूमा मैले अहिले सम्झिँदाखेरि होइन कतिको लाइफमा मैले सबैसँग सबै कुरा बसौँ भन्ने पनि हुँदैन। जस्तै म नेपालबाट अमेरिका आएँ, पढ्न आएँ होइन, नेपालमा मलाई कति बसिरहनु मन लाग्थ्यो होला, हुन्छ नि फ्यामिलीहरू सोचेर कति बस्नु मन लाग्थ्यो होला, तर पनि हुन्छ नि बस्न मिलेन। त्यस्तै गरी साथीहरू पनि कति साथीहरू मेरो छुटिसक्यो होला, हुन्छ नि कति साथीसँग सम्बन्धहरू मैले निभाउन खोज्दै पनि लामोसम्म निभाउन सकिनँ होला। तर यो सबै कुराले के गर्यो त, आखिर म यहीँ छु, मेरो अर्को जीवनमा अर्को कुराहरू आइरहेको छ, युनिभर्सले मलाई दिइरहनु भएको छ, कस्तो तिता मिठा अनुभवहरू मलाई दिइरहनु भएको छ भनेपछि त
एउटा कुरा नछुटिकन अर्को कुराहरू पनि हुँदैन, केही कुरा एन्ड नभइकन अर्को कुरा स्टार्ट पनि हुँदैन नि त। त्यही भएको भएर हरेक सम्बन्ध हरेक परिस्थितिहरूलाई चाहिँ एउटा सकारात्मक सोचबाट हामी अगाडि बढ्न सकौँ। यो वर्षहरूले सबैभन्दा आत्मैबाट भन्नुपर्दा सकेसम्म हामी एकअर्कालाई नमिठा कुराहरू दिनुपर्छ भन्ने छैन होइन। राम्रो कुरा दिन सकिँदैन भने कसैको लाइफमा नराम्रो नमिठो अनुभवहरू पनि दिन नपरोस्। सबैको राम्रो होस्, सबैको भलाइ होस्, सबैको एकदम धेरै कल्याण होस्। अनि त्यसपछि जीवनमा मैले पनि आज कति पछि मैले यसरी कति लामो हुन्छ थाहा छैन, अहिले मैले यसलाई क्रप गर्नुपर्छ होला। कारण भनेको चाहिँ जमाना डिजिटलाइज हुँदैछ, आफूले आफूलाई पनि अपग्रेड गर्नु पर्दो रहेछ। पहिला कसैलाई भेट्न केही गर्नलाई हामी हिँडेर जानु मिल्थ्यो, भेट्न ओर्नु मिल्थ्यो, हुन्छ नि, फिजिकल कनेक्सन इम्पोर्टेन्ट भन्ने हुन्थ्यो। अहिले वर्ल्डै डिजिटलाइज भइसकेको छ, हुन्छ नि, वर्ल्ड टेक्नोलोजी यति धेरै एडभान्स भइसकेको छ होइन। त्यही भएको भएर एकअर्कालाई यसरी नै एकअर्कालाई कनेक्सनको मिडियम पनि यो टेक्नोलोजी भइसक्यो क्या। यसको फाइदा पनि छ बेफाइदा पनि छ, तर बेफाइदा भन्दा धेरै फाइदा छ। किनभने वर्ल्ड इभल्भ टेक्नोलोजीतिर भइसकेपछि हामी पनि इभल्भ हुनु पऱ्यो। सबैसँग मैले भेट्न नसकौँला, कति परिस्थितिले गर्दा टाढा भइरहेको हुन्छ होला, तर यसरी नै मैले आफ्नो बारेमा आफू एक्सप्रेस गरेर आफूले जानेका कुराहरू यसरी राखेँ र जानेको भन्दा पनि अनुभवको कुराहरू यसरी राख्दा र हजुरहरूको पनि मैले कुरा सुन्दाखेरि आफूले आफूलाई अपग्रेड पनि गर्ने हुन्छ नि मौका पनि मिल्छ भनेर चाहिँ अनि मैले यसरी भिडियो बनाएको। यो भिडियोको सकारात्मक सन्देश हजुर समक्ष पुग्यो। जो जस्तै मलाई हेरिरहनु भएको छ, फेरि पनि नववर्ष 2082 सालको हजुरहरूमा एकदमै धेरै शुभकामना। सबैभन्दा धेरै स्वस्थ रहनुहोस्, सबैभन्दा धेरै आफूलाई माया गर्न सिक्नुहोस्। मैले पनि बिस्तारै जान्दैछु, मैले पनि कति कुराहरू सिक्दैछु, हुन्छ नि। म पनि एकैचोटि केहीमा पनि पर्फेक्ट छैन, सोचेको सबै कुराहरू पुग्नै पर्छ, मैले किन यति हार्डवर्क गरिसकेँ, मैले सबै कुरा पाउनै पर्छ भन्ने खालको भावना भएको मान्छे थिएँ म पनि केही वर्ष अगाडि। तर अहिले चाहिँ मैले भनेको जस्तो सबै हुनुपर्छ भन्ने छैन जस्तो खालकोमा पुगेँ। सबैहरूले कतिजना भाइ बहिनीहरूले सिक्दै जानुहुनेछ यो कुराहरू पछि आफ्नो अनुसारले, तर सबैले मेरै पाराले सिक्नुपर्छ भन्ने छैन। सबैको यति याद गर्नुहोस्, सबैले सिक्नुहुनेछ, तर फरक एङ्गलबाट सिक्दै जानुहुनेछ। फेरि पनि सबैमा नववर्ष 2082 को एकदम धेरै शुभकामना। पशुपतिनाथले हामी सबैजनाको एकदमै धेरै रक्षा गर्नुहोस्, सबैको एकदम धेरै राम्रो स्वास्थ्य रहोस्, समृद्धि रहोस्, सोचेका आँटेका शुभ राम्रा सोचहरू, सकारात्मक सोचहरू सबै पुरा भएर जाउन्।